सुन, तिमीहरूको कञ्चन बालेनले बिना तयारी डोजर चलायो भन्ने हो। तिमीहरूलाई के लाग्छ यो सुकुम्बासी हटाउने काम अहिले भर्खर सुरु गरे जस्तो लाग्छ? त मुजीहरूको आँखामा पट्टी लगाए चाहिँ के हो? महानगरले यो अभियान सुरु गरेको 2-3 वर्ष भइसक्यो। कानुन मान्ने नागरिकले राज्यको सूचनालाई सम्मान गर्नुपर्छ। कोही आउँदैन, कसैले केही गर्न सक्दैन, मेरो बाउ छ नि भनेर अत्तेरी गर्दै र राजनैतिक संरक्षणको आडमा बस्ने। अनि आज यो अवस्था आउँदा तिमीहरूको चाक किन पोलेको? भाइरल हुन मन लाएर हो कि पैसा पाछस् ती भनाउँदा हुकुमबासीहरूबाट? तँहरूलाई कानुन त राम्रै थाहा रहेछ त। अनि आफैले अवेरनेस क्याम्पेन चलाएर राम्ररी हटाएको भए हुन्थ्यो होला नि त। अहिले यहाँ चाकबाट गु निस्किने गरी बाटोमा बसेर चिच्याउँछस्, खुब ठुलो कुरा गर्छस् त। तँलाई थाहा होला नि, सुकुम्बासी व्यवस्थापनका लागि इचङ्गु नारायणमा अपार्टमेन्ट बनेको आज होइन, 12 वर्ष भइसक्यो। सरकारले बस्ने व्यवस्था नमिलाएको होइन, तर त्यहाँ जान नचाहने र सरकारी जग्गा नछोड्ने ढिपी कसको? यो एटिट्युडलाई के भन्छस्? अनि सरकारले सुकुम्बासी उठाएर अलपत्र पारेर छोडेको भए ल ठिक छ, बुझ्न सकिन्थ्यो। रियल सुकुम्बासीले त लिएर राम्ररी राख्ने काम गरिराखेकै छ त। तिमीहरूको चाकमा कसले पेट्रोल हाल्दियो? जुन ती मान्छेहरू मरे त्यसको दोषी केवल डोजर चलाउने प्रशासन मात्र होइन, तिमीहरूलाई कसैले हटाउन सक्दैन भनेर उचाल्ने र जोखिमपूर्ण ठाउँमा बसिरहन बाध्य पार्ने तिमीहरूका ती ज्यान मारा र भ्रष्ट बाबुआमाहरू सबैभन्दा ठूला दोषी हुन्, बुझिस? देश बनाउने काममा जोसुकैले अगाडि चाक थाप्न आउँछ भने त्यसको चाकमा हान्न राम्ररी आउँछ, चाहे त्यो बालेन सरकार नै किन नहोस्।